हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो यो सानो भिडियोमा। धेरै दिनपछि म हजुरहरूमा आज फेरि पनि एउटा भिडियो लिएर आएको छु र यो भिडियो चाहिँ हाम्रो फ्यामिली ट्रिपको बेलाको भिडियो थियो। यो 1 महिना लगभग अगाडिको भिडियो हो र यो चाहिँ थाहा छैन के गाउँ हो, तर एकदमै सुन्दर ठाउँ रहेछ र यहाँ चाहिँ हामीले फोटोसुटो खिचेर टिकटकहरू बनाएर केही तस्बिरहरू लिएका थियौँ। सो त्यही भिडियो चाहिँ मसँग रहेछ र हजुरहरूमा आज राख्ने इच्छा लाग्यो, त्यसैले सेयर गर्दैछु। के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला भन्न चाहन्छु। र यस्तो छ र यो भोजपुर जिल्ला चाहिँ एकदमै पुग्नै पर्ने र घुम्नु पर्ने धेरै यस्तो राम्रो ठाउँहरू रहेछ। धेरै ठाउँमा हामीले यस्तो रमाइलो स्थानहरूलाई अवलोकन गर्दै आउने मौका जुर्यो। हजुरहरू पनि कुनै दिन समय मिल्छ भने चाहिँ भोजपुर जिल्लालाई पक्कै पनि अवलोकन गर्नुहोला। र यस्तो छ दृश्य। सो गाइस, अहिले चाहिँ हामी यो के भन्छ भोजपुर जिल्लाको यो खोइ के भन्ने ठाउँमा आएको छौँ। यति राम्रो गाउँ रहेछ यहाँ, यति राम्रो यो सुन्दर वन जङ्गल। यहाँ चाहिँ बाख्राहरूको चरन रहेछ, यस्तो रहेछ। यहाँ चाहिँ भुइँ ऐसेलु पनि धेरै पाकेको रहेछ। हामी चाहिँ साबुङ भन्छौँ, स्ट्रबेरी यहाँ धेरै पाकेको रहेछ। हामी खोजेर खाँदैछौँ। उता तलतिर सबैजना खिचेर एकदम सुन्दर जग्गामा आइपुगेको छु मैले चाहिँ। यस्तो दामी छ यो जग्गा, यस्तो दामी लाग्यो यो वन जङ्गल। लाग्छ यहीँ बसिरहँ जस्तो, तर के गर्ने, यस्तो छ। हाम्रो गाडी चाहिँ त्यहाँ छ, हाम्रो टोलीहरू त्यता छ। यति सुन्दर छ। यहाँ चाहिँ अलिकति अँध्यारो आयो तर पनि राम्रो छ। सो गाइस, यात्रामा सँगै रहनेछौँ। यस्तो छ, एकदमै रमाइलो वातावरण छ यहाँ। आउनु न, आउँदैछु म, खाइसकेँ मैले। र अहिले चाहिँ हामी यो चखेवा भन्ने डाँडामा आइपुग्यौँ। एकदमै रमाइलो स्थान। यो पनि अलिक अझ योभन्दा पनि थोरै माथि चाहिँ झन् धेरै रमाइलो थियो, तर त्यहाँ चाहिँ होटलहरूको बस्ने व्यवस्था नभएकोले हामी चाहिँ खाजा खानुको लागि यहाँ केही बेर रोक्यौँ। र यो रोकेको क्रममा चाहिँ मैले केही सर्टहरू भिडियोहरू लिएको थिएँ। सो त्यही मैले सेयर गर्दैछु। र हजुरहरू पनि कुनै दिन नेपाल ट्राभल गर्न चाहनुहुन्छ भने चाहिँ यो चखेवा भन्ने ठाउँलाई चाहिँ नछुटाउनु होला। एकदम पुग्नै पर्ने ठाउँ। तर यहाँ चाहिँ प्रचार प्रसारको कमीले हो कि किन हो, अजेलमा परेको जस्तो लाग्यो मलाई। यो ठाउँ चाहिँ अति नै रमाइलो। अलिक हाम्रो गाडी तल रोकेको हुनाले मैले सम्पूर्ण त्यो त्यहाँको दृश्य चाहिँ क्याप्चर गर्न सकिनँ, तर पनि अत्यन्तै रमाइलो ठाउँ हो यो चाहिँ। यहाँ चाहिँ झारपात केही नभएको नाङ्गो डाँडा, एउटामा चाहिँ हिउँ पर्ने रहेछ। आउँदै रात पऱ्यो र यो तारा खुसीको होटलमा चाहिँ हामीले बास बस्नु निदो गऱ्यौँ। आजको रात हामी यहीँ बसेर भोलि चाहिँ बिहानै निस्कनेछौँ। सो गाइस, हिजो चाहिँ आउँदै रात पऱ्यो अनि हामी चाहिँ यो कोठाहरूमा बसेको थियौँ। यहाँ चाहिँ हामी बसेको थियौँ राति। आज चाहिँ सबैजना अब निस्किँदैछौँ। आज हाम्रो 3 बजीसम्मको यात्रा रहनेछ। यस्तो छ, एकदमै यहाँको चाहिँ बस पार्कमा रहेको यो होटल रहेछ। सस्तो पनि, खाना पनि मिठो पाउने एकदमै पुरानो पहाडी शैलीको घर रहेछ। यहाँ माथि पनि अझै एउटा टप रहेछ। 40जना जति यात्रुहरूको लागि चाहिँ सेवा दिन सक्ने होटल रहेछ यो। हेर्दा चाहिँ सानो, तर सेवा सुविधा राम्रो रहेछ। यहाँदेखि देख्ने बाहिरको भ्यू यस्तो छ। यो चाहिँ भोजपुर बजार बस पार्कको नजारा हो। हामी चाहिँ हिजो त्यो पहाड हुँदै यसरी आएको। वार्ता मिलिसक्यो त।
गाइस हाम्रो घुमाइ अनि यात्रा चाहिँ एकदमै रमाइलो भयो अनि यहाँसम्म हेरिदिनु भयो मेरो भिडियो त्यसको लागि धन्यवाद। अहिले चाहिँ हामी यो पथरीको जङ्गलमा छौँ। अब चाहिँ हाम्रो यात्रा टुनिसकेको छ। अब चाहिँ मेरो ब्लग यही अन्त्य गर्दैछु। हेर्नु भएकोमा धन्यवाद। फेरि भेट्छौँ नयाँ ब्लगमा, तबसम्मको लागि बाई बाई।